अहिलेको समयमा पनि हाम्रो कान्छा भाइ जस्तो सोझो मान्छेहरू अझै रहेछ। मलाई दुःख लाग्छ यस्तो कुराहरू सुन्दाखेरि अनि देख्दाखेरि झन् आँखादेखि आँसु झर्छ। यो कति रुपियाँ हो? यो कति हो? 10। अरे तैँले मिलाइसक्नु मात्र लैजानु पाउँछ। कति रुपियाँ भयो टोटल? यो कति रे? यो कति रे? 20 अनि 20 र 10 कति हुन्छ? कति हुन्छ त नि? 15 भने 15 भने यो भाइले पैसा पनि चिन्ने नै रहेछ अनि पैसाको नम्बर पनि चिन्ने नै रहेछ अनि त्यसमा प्लस भनेको हिसाबमा पनि एकदमै ट्यालेन्ट कडक लाग्यो मलाई। किनभने 10 मा 20 जोड्दाखेरि 15 भनिरहेछ। अनि यो भन्दा चाहिँ कडक चाहिँ के हुन्छ त नि?